सो हेलो साथीहरू के छ तपाईँहरूको अलि चलिरहेछ यो भिडियो ब्रान्डेड थरुनीको एक्सपोज भिडियो हुनेवाला छ त्यही भएर तपाईँहरू यो भिडियोमा लास्टसम्म बसिदिनु होला र यो पहिला यो भिडियो क्लिप हेर्नु है त तपाईँहरू हेलो गाइज नमस्ते म चाहिँ परमेश्वर चौधरी हजुरहरूले चिन्नुभएको ब्रान्डेड थरुनी म चाहिँ के भन्न आएको छु भनिसकेपछि हजुरहरूलाई थाहा नै छ मेरो बारेमा नराम्रो नराम्रो हल्ला फैलाइराखेको छन् होइन तिनीहरूको त्यस्तो हल्लाले गर्दा मेरो फ्यामिलीमा कति असर परिरहेछ भनेर तिनीहरूले सोचिरहेको छैन जसले फ्यामिलीमा असर पर्नु अर्कै कुरा हो तर यस्तो भिडियोहरू भाइरल भएपछि त लाइभमा बस्नु त अर्कै कुरा होइन कि तिमीले यो भाइरल हुनलाई गरे अघि त्यो पनि त एउटा कुरा हुनसक्छ नि होइन भाइरल हुनलाई गरे कि यो भिडियो लिक गरेर त्यो नि अर्को कुरा आइराखेको छ अनि अर्को कुरा फ्यामिलीमा असर पुग्ने होइन फ्यामिलीमा असर पुग्नलाई त पहिला तिमीले त्यो भिडियो बनाउनै नहुने थियो होइन तिमीले अरूलाई हेराउनै नहुने थियो कि त हेराए पनि तिमी आफ्नो मान्ने राम्रोलाई हेराउनु पर्ने अब जति गरिस् गरिस् भिडियो डिलिट गर्नु छ भने गर्नु छैन भने गरे पनि त फस्छस् नगरे पनि फस उहाँले हामीले सबैको भिडियो जसले डिलिट पनि गरेको छ डिलिट पनि गर्नुभएको छैन सबैको स्क्रिनसट राखेको छौँ हामीले सबैलाई देखाइ पनि सक्यो पुलिसलाई फोटो पनि पठाइसक्यो सबैको बारेमा त्यो केटाले जसले पोस्ट गरेर रहेछ उहाँ भिडियो बनाएर रहेछ ऊ केटाले चाहिँ मास्क त्यो गरेर रहेछ साइबर क्राइममा सबै हट्छ आफै थोप्राहरू सबै आउँछ अनि त्यहाँदेखि तिमीहरूले थाहा पाउँछौ के हो भनेर अहिलेसम्म थाहा रहेनछ तिमीहरूलाई अहिलेसम्म नेटवर्कको बारेमा यस्तोहरूको सबै थाहा पाउँछौ बेला आउँदैछ तिमीहरू बेला त कसको आउँछ भाइ त्यो थाहा भएन होइन तर खुब पागल मान्छेलाई थाहा हुँदैन कि मैले भिडियो कल गर्दाखेरि कसलाई हेराइरहेको छु र को थियो भनेर फेसमा हाल्नु कुरा ल फेसमा हाल्यो त्यो अर्कै कुरा हो त्यो तिमीलाई हेराएर नि त्यो भएको हुनसक्छ होइन कि त तिमीलाई हेराउँदाखेरि तिमीले आफ्नो साथीभाइमा छर्या त्यो अर्को कुरा होइन तर तिमीले जुन त्यो भनिरहेछौ फेसमा मास्क लगाएर होइन तिम्रो गर्लफ्रेन्डलाई थाहा छैन कि मैले कसलाई हेराएको भनेर कि त तिम्रो गर्लफ्रेन्ड बेसिया हुनुपर्ने जो पाइ त्यहीलाई हेराउनलाई होइन कि त राम्रो हो भने ती आफै स्वीकार्नु पर्ने कि हो मैले यसलाई हेराएको हो र यो मान्छे थियो भनेर तिमी अनि मैले सोसल मिडियाबाट किन टाढा भएको भनिसकेपछि अब म सोसल मिडियामा हुन्न नि यस्तो यस्तो कुरा फैलिन्न भनेर सोचिरहेको थिएँ तर सोसल मिडियाबाट हट्दा हट्दा पनि यति फैलिरहेको छ नि मुखले एक्सन नगरे पनि हामीले पनि नगरे पनि हामीलाई पो आजभोलि थाहा भएन तर यो बहिनीहरूलाई पहिल्यैदेखि 1 महिना पहिल्यैदेखि थाहा थियो 1 महिना पहिला अब कसले भिडियो हेराएको र कहिलेको रेकर्ड यो पनि त थाहा हुँदा नि यिनीहरू पहिल्यै एक्सन लिएर होइन त्यो डिलिट गराउनु पर्ने तर पहिला भाइरल भयो टिकटकमा नि भाइरल भयो चारैतिर भाइरल भयो अनि अहिले आफ्नो आइडी डिलिट गरेर आइरहेको छ होइन अनि आइडी डिलिट गरेर आउनुको रिजन चाहिँ के हो होइन कि त त्यो भ्युजको लागि हो होइन फेमस हुनलाई हो मलाई त त्यही लाग्छ होइन तपाईँहरू नि आफ्नो कमेन्ट चाहिँ छोडिदिनु होला नेपालले गर्नेछ नेपालले नगरे पनि नेपाल पुलिसले नगरे पनि जनताहरू छँदैछ सपोर्टमा जतिजना हुनुहुन्छ थ्याङ्क यू यति माया र उयो गरिदिनु भएकोमा भिडियो यस्तो यस्तो हालिदिनु भएकोमा जसले नराम्रो भिडियो हालेको छ उहाँको लागि त धेरै कुराहरू छ हजुरको लागि अब कति वर्ष अब बस्नुहुन्छ जेलमा बाबा मम्मीको अब फ्युचर हजुरहरूले बिगार्ने हो फ्युचर बनाउने पनि हजुरहरू थियो अब जेलमा 10 वर्ष जति बस्नु अनि फ्युचर बनाउँदै बस्नु आमा बुवाको फ्युचर त बन्छ होइन भाइ बहिनीहरू तर तिमीहरूको त्यो कारण चाहिँ के हो यार मैले अहिलेसम्म बुझ्न सकेन यार के हो तिमीहरूको पारा चाहिँ सादा टिकटकमा होइन मुजेरा गऱ्यो हाल्यो मुजी भाइरल हुँदै अहिले आफ्नो मुजी भिडियो लिक गरिदिने के हो तिमीहरूको पारा अब तिम्रो गर्लफ्रेन्डलाई आफै थाहा छैन कि मैले कसलाई भिडियो हेराएको भनेर कसलाई आफ्नो नाङ्गो शरीर हेराएको भनेर थाहा छैन अब हामीले के भन्न सक्ने यार अनि सपोर्टरहरू तिमीहरू पागल हो सपोर्ट त दिनुपर्छ नि यार हो दिनुपर्छ केटी मान्छे हो तर तिमीहरू आफै बुझ न होइन जसले मुझे आफ्नो मम्मी बुबाको इज्जत नगरेर होइन अरू नै केटालाई हेराइरहेछ होइन त्यसको बोयफ्रेन्ड हुँदा अरूलाई देखायो त्यो कुरा हो नि होइन त्यसको नभए किन त्यो फेस उत्यो गर्थे त अरूलाई देखायो अनि अहिले त्यस्तो आएर भनेर हुन्छ त रियलाइज गरेर हुन्छ त्यो त पहिल्यै बुझ्नुपर्ने हो नि होइन गल्ती गर्नुभन्दा पहिले बुझ्नुपर्ने हो